ल सिधै विषयवस्तुमा जाउँ। आजको यो व्याख्यात्मक प्रस्तुति पूर्ण रूपमा परीक्षामा केन्द्रित छ। हामी नेपालको सार्वजनिक क्षेत्रको लेखा परीक्षण मान अर्थात् पब्लिक सेक्टर अडिटिङ स्ट्यान्डर्ड्सको पुरै सिलेबसलाई छिटो र प्रभावकारी रूपमा रिभिजन गर्दैछौँ। यो पुरै सामग्रीलाई सम्झन सजिलो होस् भनेर 6वटा मुख्य खण्डमा बाँडिएको छ। परिभाषादेखि सुरु गरेर विकासक्रम, इन्टोसाई ढाँचा, मुख्य सिद्धान्त, नेपालको वर्तमान अवस्था र अन्त्यमा लेखा परीक्षणका 4वटा महत्त्वपूर्ण रायहरूमा गएर हामी यसलाई टुङ्ग्याउनेछौँ। सुरु गरौँ खण्ड 1बाट, परिभाषाहरू र यसको महत्त्व। खासमा लेखा परीक्षण मान भनेको के हो त? एकदम सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो आधारभूत गाइडलाइन हो जसले लेखा परीक्षकलाई एउटा बाटो देखाउँछ। यसले काममा एकरूपता ल्याउन, गुणस्तर नाप्न र पेशागत आचरण कस्तो हुनुपर्छ भनेर स्पष्ट पार्न मद्दत गर्छ। यो एउटा स्ट्यान्डर्ड बेसलाइन हो। परीक्षाको लागि यो कुरा एकदमै महत्त्वपूर्ण छ। 5C अर्थात् 5 Cs को अवधारणालाई कण्ठे पारौँ। क्राइटेरिया अर्थात् आधार, कन्डिसन अर्थात् अवस्था, कज अर्थात् कारण, कन्सिक्वेन्स अर्थात् प्रभाव र करेक्टिभ एक्सन अर्थात् सुझाव। यी 5वटा पिल्लरले नै प्रतिवेदनलाई स्तरीय र विश्वसनीय बनाउँछन्। यिनै मानदण्डहरूले गर्दा त हो नि लेखा परीक्षणको योजनादेखि अन्तिम फलोअपसम्म एउटा स्पष्ट, एकरूपता र स्वतन्त्रता ग्यारेन्टी हुने। अब जाउँ खण्ड 2मा, ऐतिहासिक विकासक्रम। यो टाइमलाइनका मितिहरू एक्जाममा छुटाउनै नहुने कुरा हुन्। हेरौँ त, विक्रम सम्वत 2029 सालमा पहिलो पटक लेखा परीक्षण निर्देशिका आयो। त्यसपछि 2053 सालमा आएर 1992 को इन्टोसाईमा आधारित सरकारी लेखा परीक्षण मानदण्ड लागू भयो र सबैभन्दा ठूलो फड्को भनेको 2077 साल हो, जति बेला पुरानो 2053 को मानदण्डलाई पूर्ण रूपमा खारेज गर्दै नेपाल सरकारी लेखा परीक्षण मान अर्थात् एनजिएएस लागू गरियो। यो क्रमलाई ठ्याक्कै याद गरौँ। तेस्रो खण्डमा हामी अन्तर्राष्ट्रिय परिदृश्य, विशेष गरी इन्टोसाई ढाँचा र घोषणाहरूलाई हेर्नेछौँ जसले हाम्रो मानदण्डलाई पनि निर्देशित गर्छ। यहाँ देखाइएको चित्रले आइएफपीपी अर्थात् इन्टोसाई फ्रेमवर्क फर प्रोफेसनल प्रोनाउन्समेन्ट्सको तहगत संरचनालाई एकदमै प्रष्ट पारेको छ। सबैभन्दा माथि छाताको रूपमा बृहत सिद्धान्तहरू छन्। त्यसको ठिक तल विशिष्ट मानदण्डहरू अर्थात् आइएसएसएआईहरू छन् र सबैभन्दा तल काम कसरी गर्ने भनेर सिकाउने विस्तृत मार्गदर्शन अर्थात् गाइडहरू राखिएका छन्। अब कुरा गरौँ 2वटा अति महत्त्वपूर्ण घोषणाहरूको। पहिलो, सन् 1977 को लिमा घोषणापत्र, जसलाई लेखा परीक्षणको म्याग्ना कार्टा नै मानिन्छ। यसले प्रष्ट रूपमा भन्छ, लेखा परीक्षण संस्थालाई पूर्ण स्वतन्त्रता, सूचनामा निर्वाध पहुँच र पर्याप्त बजेट चाहिन्छ। अनि सन् 2007 को मेक्सिको घोषणापत्रले चाहिँ त्यही स्वतन्त्रता, जवाबदेहिता र सार्वजनिक रिपोर्टिङलाई अझ बलियो बनाउन 8वटा मुख्य सिद्धान्तहरू अघि सारेको छ। त्यसैगरी प्रिन्सिपल 12 र 20 पनि उत्तिकै सान्दर्भिक छन्। प्रिन्सिपल 12 ले लेखा परीक्षण संस्थाले नागरिकको जीवनमै सकारात्मक प्रभाव पार्नुपर्छ भन्ने कुरामा जोड दिन्छ। अनि प्रिन्सिपल 20 ले चाहिँ के भन्छ भने अरूलाई पारदर्शी बन भन्ने संस्था आफू पनि पारदर्शी र नैतिक हुनुपर्छ। त्यसले आफ्नै लागि पारदर्शिता र जवाबदेहिताका 9वटा सिद्धान्त तोकेको छ। अब खण्ड 4, मुख्य सिद्धान्त र नैतिकता। यहाँ कार्य सञ्चालनका सिद्धान्तहरूलाई मुख्य 2 भागमा बाँडिएको छ। एउटा हो सामान्य सिद्धान्त, जहाँ नैतिकता, स्वतन्त्रता, टोली व्यवस्थापन र जोखिम तथा सारभूतता अर्थात् मेटेरियालिटीको मूल्याङ्कन जस्ता कुराहरू पर्छन्। अर्को भनेको प्रक्रियागत सिद्धान्त हो, जसमा कामको सुरुवात अर्थात् योजना बनाउनेदेखि लिएर लेखा परीक्षण सञ्चालन, प्रतिवेदन लेखन र अन्त्यमा गरिने कठोर सम्परीक्षण वा फलोअपसम्मका चरणहरू समेटिएका छन्। ईसाई 101 ले तोकेका यी 5वटा नैतिक मूल्यहरूलाई त पानीभई बनाउनुपर्छ। निष्ठा, स्वतन्त्रता र वस्तुनिष्ठता, पेशागत सक्षमता, व्यावसायिक व्यवहार अनि गोपनीयता र पारदर्शिता। कुनै पनि व्यावसायिक लेखा परीक्षकले यी 5 कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन। गुणस्तर बिनाको लेखा परीक्षणको के अर्थ? त्यसैले आइएसएसएआई 130 र 140 ले गुणस्तर नियन्त्रणमा एकदमै कडा व्यवस्था गरेका छन्। यसले गुणस्तरको सम्पूर्ण जिम्मेवारी उच्च नेतृत्वलाई दिन्छ। साथै मानव संसाधनको सही व्यवस्थापन, निरन्तर अनुगमन र समकक्ष पुनरावलोकन अर्थात् पियर रिभ्यू संयन्त्र हुनै पर्छ भन्ने कुरा यसमा स्पष्ट रूपमा उल्लेख छ। अब प्रवेश गरौँ खण्ड 5 मा,
जहाँ हामी अन्तर्राष्ट्रिय मानदण्ड र नेपालको वास्तविक अवस्था बीचको तादात्म्यको मूल्याङ्कन गर्नेछौँ। नेपालमा कानुनी रूपमा हेर्ने हो भने धेरै कुरा राम्रा छन्। संविधानको भाग 22ले पूर्ण स्वतन्त्रता दिएको छ। लेखा परीक्षण ऐनले कार्यक्षेत्र तोक्ने अधिकार दिएको छ। पारिश्रमिक पनि सञ्चित कोषबाटै आउँछ। तर व्यावहारिक पाटो अलि फरक छ। कर्मचारीहरू निजामती सेवाका छन् र उनीहरूको व्यवस्थापन अर्थ मन्त्रालयबाटै हुन्छ। बजेटमा पनि अर्थ मन्त्रालयकै नियन्त्रण छ। यसले गर्दा प्रशासनिक र वित्तीय रूपमा पूर्ण स्वतन्त्रता कायम हुन सकेको छैन। अनि कार्यक्षेत्रमै पनि केही खाडलहरू छन्, जस्तै आर्थिक कार्यविधि ऐन र भ्रष्टाचार निवारण ऐन 2059 का केही व्यवस्थाहरूले लेखा परीक्षकलाई निर्धक्क काम गर्नबाट रोक्ने वा कार्यक्षेत्र नै खुम्च्याउने काम गरेका छन्। त्यति मात्र होइन, बेरुजु लेख्ने तरिकामा एकरूपता नहुनु र दिएका सुझावहरू कार्यान्वयन गर्न छुट्टो बलियो संयन्त्र नहुनुले हाम्रो व्यावहारिक अवस्था अझै कमजोर रहेको देखाउँछ। र अब हाम्रो अन्तिम खण्ड, लेखा परीक्षण रायका प्रकारहरू। परीक्षामा बारम्बार सोधिने र बुझ्नै पर्ने विषय हो यो। राय मुख्य गरी 4 प्रकारका हुन्छन्। यदि सबै कुरा ठिक छ, नियम कानुनको पूर्ण पालना भएको छ भने मौन राय अर्थात् अनक्वालिफाइड ओपिनियन दिइन्छ। यदि केही सामान्य त्रुटि छन् वा कार्यक्षेत्र अलिकति सीमित छ तर पुरै विवरणलाई असर गरेको छैन भने विवेचनात्मक राय वा क्वालिफाइड ओपिनियन आउँछ। तर यदि गल्तीहरू एकदमै गम्भीर छन् र विवरण नै भ्रामक छ भने चाहिँ विपरीत राय अर्थात् एडभर्स ओपिनियन जारी गरिन्छ। अनि जब प्रमाणको अभावले गर्दा राय दिनै नसकिने अनिश्चित अवस्था आउँछ, त्यतिबेला राय प्रस्तुत गर्न अस्वीकार अर्थात् डिस्क्लेमर गरिन्छ। यी 4 अवस्थालाई एकदमै स्पष्टसँग सम्झौँ। अन्तर्राष्ट्रिय स्तरका यो उत्कृष्ट सैद्धान्तिक मानदण्डहरू र हाम्रो स्थानीय स्तरको व्यावहारिक कार्यान्वयन बीचको जुन खाडल हामीले देख्यौँ, यसले पक्कै पनि सोच्न बाध्य बनाउँछ कि हाम्रो प्रणालीमा अब गम्भीर सुधारको आवश्यकता छैन त? यी तथ्यहरूले पक्कै पनि हाम्रो दिमागमा नयाँ प्रश्नहरू उब्जाएका छन्। यससँगै हाम्रो यो परीक्षा लक्षित सम्पूर्ण रिभिजन सत्र यहीँ सकिन्छ। सार्वजनिक क्षेत्रको लेखा परीक्षण मानको यो सामग्रीले परीक्षाको अन्तिम तयारीमा पक्कै पनि ठूलो मद्दत पुग्नेछ भन्ने विश्वास छ। सिकाइलाई यसरी नै निरन्तरता दिँदै गरौँ।